हरियाली पनि सही है तर आनन्द आयो गाइज मलाई त सही छ यो ठाउँ चाहिँ। अब यहाँ चाहिँ देख्न सक्नुहुन्छ के आयो पहिला एकचोटि हात धुने हामी होइन अनि अलिकति अब पानी अलिकति हामीले खायौँ अब फेरि एकचोटि हात धुने बस। यहाँको सिस्टम चाहिँ यस्तो खाले ल्याएर रहेछ त्यहाँ फोटोमा पनि देख्न सक्नुहुन्छ त। अब गाइज हामीले चाहिँ अब अलिक महँगो चिज मागेका छौँ भिडियो आइराख्नु। हेलो गाइज नमस्ते ल फेरि पनि स्वागत छ बाबु स्यान्डी ब्लगमा। आज चाहिँ म मेची जिङ्गु भन्ने ठाउँमा आएको छु होइन। त्यो चाहिँ यो स्टेसनको लगभग 2-3 मिनटपछि हिँडिसकेपछि आइपुग्छ होइन। अब टोकियोको त हो हल्ला सराबाहरू 1-2वटा मेरो भिडियोमा देखिसक्नु भएको छ तपाईँहरूले। आज चाहिँ म तपाईँहरूलाई एउटा शान्त ठाउँ जे होस् यस्तो टोकियोको जुन हो हल्ला सिटीमा पनि शान्त ठाउँ छ भन्ने चाहिँ एउटा ठाउँमा तपाईँहरूलाई देखाउन गइरहेको छु। त्यो चाहिँ मेची जिङ्गु भन्दो रहेछ कि त्यो चाहिँ अब टेम्पल जस्तो भनौँ न यहाँको। त्यो शान्त वातावरण मान्छेहरू जाने प्रे गर्ने आफ्नो विसहरू माग्ने त्यो त्यस्तो छ यहाँ। त्यो भएर म चाहिँ तपाईँहरूलाई आज चाहिँ त्यो देखाउँछु आजको मेरो भिडियोमा। यही हो यहाँको मेन इन्ट्रान्स गेट। अब यहाँबाट हामी भित्र छिर्छौँ के छ हेर्छौँ। म चाहिँ यहाँ आएको थिइनँ पहिला पनि, अब यहाँ फर्स्ट टाइम हो मेरो पनि आज। अब हेरौँ के देख्न सकिन्छ र यहाँबाट चाहिँ हामी अब जानेवाला छौँ। यो मेन इन्ट्रान्स गेट। अब यहाँ लगभग मान्छेहरू चाहिँ अब निक्लेर जाने जति गइरहेको छन् आउने जति आइरहेको छन्। अब बिहानैदेखि खुल्छ होला सायद यहाँ अनि त्यही भएर मान्छेहरू आउने जाने भइरहेको छ। अब इन्ट्रान्समा चाहिँ हामीले अब चाहिँ जङ्गलहरू धेरै देख्न सक्छौँ। यहाँ जङ्गल छ यहाँ। अब यो मेरो लेफ्ट साइड भयो, लेफ्ट साइडमा नि जङ्गल छ र मेरो यतापट्टि यो राइट साइड भयो, राइट साइडमा नि जङ्गलै छ। यहाँ चाहिँ अब मैले हल्का रिसर्च गरेको थिएँ। यहाँ चाहिँ लगभग 1 लाखवटा ट्री छ अरे क्या जुन यो टेम्पलमा। यहाँ चाहिँ 1 लाखवटा ट्री छ अरे। अनि यो चाहिँ अब एक्ज्याक्ट डेट चाहिँ थाहा छैन। यस्तै अब लगभग 100 वर्ष अगाडि चाहिँ कुन राजाले चाहिँ बनाएको थियो अरे। म अब पछि त्यो त्यहाँ एडिट गरेर नै हालिदिन्छु। अनि त्यसपछि कस्तो तर शान्त छ कि वातावरण अहिलेको चाहिँ मैले जे होस् देख्दाखेरि चाहिँ पुरै अब टोकियो भनिसकेपछि त होइन वान अफ द क्रेजिएस्ट प्लेस भयो नि त होइन। तर त्यो हेरिकन र यो चाहिँ टक्क शान्त वातावरण छ। अब यहाँबाट कति टाइम लाग्छ चाहिँ थाहा छैन मलाई पनि। अब यहाँबाट जाँदैछौँ हेरौँ के कसो हुन्छ। हरियाली पनि सही है तर आनन्द आयो गाइज मलाई त सही छ यो ठाउँ चाहिँ। अब हामी त सधैँ जे हो पनि काम त हो नि, तर यहाँ त पुरै रिल्याक्सवाला आनन्द खालको छ इन्भाइरोमेन्ट। पुरै जङ्गल घुम्न आएको जस्तो। मेन भने चाहिँ अब त्यही त हो नि हाम्रो त अब जङ्गल होइन। शान्त भन्ने बित्तिकै अब नेपालको टक्क याद हुन्छ त्यस्तै खालको छ। यहाँ चाहिँ 2टा बाटो रहेछ यार। यो यता भयो एउटा यता भयो। अब यो यहाँ देख्न सक्नुहुन्छ फेरि गेट। यहीँ गेट चाहिँ लगभग यहाँ चाहिँ सबैतिर त्यस्तै हो क्या। अब मन्दिर हुन्छ कि यो जुन ठाउँमा जाँदाखेरि पनि यस्तै खालको गेट राखेको हुन्छ। र म चाहिँ अब भित्र जाँदैछु गाइज होइन। र ओ के हो यार यो सही रहेछ यार। अब यहाँको ठाउँहरू चाहिँ अब यसले गर्दा चाहिँ के हो यो। यहाँ पनि छ यतापट्टि। ल गाइज अब यहाँको चाहिँ मेन अब मान्छेहरूले फोटो खिच्ने भनेको चाहिँ अब एउटा यो पछाडिको भयो देख्न सक्नुहुन्छ तपाईँहरूले। अनि एउटा यो अगाडिको भयो, यो भयो होइन। अब यसको चाहिँ यो के हो खास गरी चाहिँ मैले नि बुझेको छैन। अब यहाँ ठाउँहरू फ्रान्स ल्याएर रहेछ धेरै जस्तो चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ। यहाँ फ्रान्स लेखाएको छ होइन। अब के हो खासै डिटेलिङ चाहिँ मलाई पनि थाहा भएन यसको चाहिँ। अब यहीँ लेखाएर चाहिँ मेची जिङ्गु
ए यहाँ गाइज देख्न सक्नुहुन्छ बोर्डमा सबै के कसले कसरी बनाएको त्यही रहेछ यहाँ त्यो चाहिँ होइन। माथि चाहिँ अब यो चाहिँ जापानिजमा भयो, तल चाहिँ इङ्ग्लिसमा लेखेको रहेछ। जोस् फोटो चाहिँ अब यहीँ खिच्ने रहेछन् मान्छेहरूले। हामीले पनि दुई तिनवटा सर्ट त हान्नै पऱ्यो, दुई तिनवटा सर्ट हानियो। टक्क थम्नेको लागि पनि त्यही फोटो हुन्छ। अब अगाडि अझै छ ठाउँ बाँकी, अगाडि अझै छ। अब म अगाडि लाग्छु धेरै, अब एकै ठाउँमा बसेर पनि काम छैन, त्यही भएर अब म चाहिँ अब अगाडि लाग्छु। र भाइब चाहिँ एकदम राम्रो मजा आइरहेको छ क्या मलाई चाहिँ। होस् हल्ला मान्छेको हल्ला भए पनि गाडीहरूको हल्ला छैन, पिस छ। यस्तो पिस ठाउँ पनि आउनुपर्छ। अगाडि पनि टन्नै रहेछ जोस् हिँड्ने ठाउँ। जोस् यतिको चाहिँ धेरै पछि यस्तो शान्त ठाउँमा आयो यार, मजा आइरह्यो, आनन्द क्या, जस्ट रिलिफ। यो चाहिँ के रहेछ यार, अहिले पनि त्यहाँ एउटा थियो फोटो खिचिरहेको थियो मान्छेले, के हो यो? मैले नि खास गरी चाहिँ टिकटकमै सर्च गरेर आएको हो होइन, तर मैले चाहिँ सानो छ भनेको है, तर यो त ठुलो रहेछ यार। अब मैले त गइन्छ अलिकति त छ होला, अलिअलि क्याप्चरहरू गर्छ आउँछ होइन, तर अब हामी लगभग हिँडेछौँ होइन। जोस् बिचमा त्यो अब फोटोसोटो भिडियो नि गरियो त्यहाँ होइन, तर ठाउँ त ठुलै रहेछ। जोस् मजाले दिन छुट्याएर आनन्दले बिस्तारी फोटो खिच्दै घुम्न आउनको लागि एकदम राम्रो ठाउँ रहेछ। अब त्यो पनि हामी अझै जाँदैछौँ होइन, लगभग कति 1 किलोमिटर त हिँड्यो होला, 1 किलोमिटर हिँड्यो। त्यही नि आएको छैन, मेन त्यो जुन हाम्रो मन्दिर प्रे गर्ने ठाउँ जुन छ त्यो आएको छैन होइन। बिचमा अब यताउति जाने, अब के रहेछ यहाँ, अब यता छिर्ने ठाउँहरू बिचमा यताउति जाने ठाउँहरू पनि छ, तर हामी चाहिँ मेन अब मन्दिरलाई नै फोकस गरेर त्यहाँ जाँदैछौँ। त्यही पनि जोस् ट्रेनको आवाज नै आइरहेको छ, साइडमा ट्रेनहरू दौडिरहेको छन्, तर यहाँभित्र चाहिँ जोस् अब पुल रहेछ गाइज यहाँ सानो खालको। खानु के रहेछ यार यहाँ, खोला रहेछ सानो खालको, के हो यार यो? ए छैन, सुकिसकेको खोला रहेछ, सुकिसकेको खोला रहेछ। ल गाइज फेरि यो चाहिँ अब अर्को गेट आयो क्या। अब गेट लगभग हामीले 3टा देखिसक्यौँ यहाँ क्या। गेट चाहिँ यस्तो चाहिँ भएको जहाँ पनि लगभग भइरहन्छ क्या गेट चाहिँ। होस् राम्रो खालको हुन्छ क्या फेरि गेट चाहिँ, ठुलो छ नि यार यो त, अनि ठुलो छ क्या गेट पनि। यो त हामी एक्जिट आयौँ जस्तो छ त यार, एक्जिटै आयो क्या हो, मेन मन्दिरै नदेख्न पाइकन एक्जिट आयौँ जस्तो छ। हामी हरायौँ कि क्या हो हामी त यार? हो त, यो त एक्जिट हो, स्टेसन हो यो त। ल गाइज हामी चाहिँ हल्का अलिकति हरायौँ होइन। त्यो अघि मैले सेकेन्ड गेट देखाएको थिएँ नि जुन, यहाँ गेट हुँदो रहेछ सेकेन्ड हो, त्यो गेटबाट चाहिँ भित्र जानुपर्ने रहेछ क्या। त्यहाँ अगाडि म्याप ठुलो खालको रहेछ म्याप, अनि त्यहाँ अनि इन्फर्मेसनहरू पनि लेखा रहेछ। यो जुन यो के अरे के हो यो ठाउँको नाम के अरे ठाउँको नामै बिर्सिसी यस्तो हुन्छ क्या फेरि। अब मेजिजिङ्गु भन्ने यो ठाउँ चाहिँ इस्टाब्लिस चाहिँ 1920मा भएको रहेछ, लगभग 100 वर्ष अगाडि भन्ने कुरा पनि त्यहाँ लेखेको रहेछ। त्यही भएर हल्का हानिदिइहालौँ न फेरि भनेर हो। अब फेरि अघि हामी जुन सेकेन्ड गेट थियो त्यो गेटबाट भित्र छिरेपछि त्यहाँ चाहिँ मेन मन्दिर रहेछ, अब त्यहीँ जाँदैछौँ। अनि त्यसपछि अनि फेरि अब पछाडि यसमै गएर अनि यताबाट स्टेसनबाट घर जाने हो।
ल उतापट्टि हामी यो योगी स्टेसनबाट चाहिँ त्यहाँबाट सिधै आइसकेपछि यतापट्टि चाहिँ हाराजुकु स्टेसनमा चाहिँ पुगिँदो रहेछ। हाराजुकु स्टेसन पनि मैले अगाडि भिडियोमा हालेको छु। हाराजुकु स्टेसनको के अरे ताकासिटी स्ट्रिटको त्यो भिडियो पनि हेर्नु होला सबैजनाले। त्यो ठाउँ पनि एकदमै राम्रो थियो। जो सब यहाँ टोकियोमा चाहिँ नजिकै रहेछ कि ठाउँहरू चाहिँ। अब अस्ति गई के अरे शिबुया होइन, योगी पार्क, अनि अब आजको भयो, जोस् नजिकै छ। जोस् अब तपाईँहरू अब नेपालबाट आउनुभयो भने चाहिँ एक हप्तामा चाहिँ लगभग धेरै ठाउँ घुम्न पाउनुहुन्छ। जापानमै बस्ने नेपालीहरूलाई त अब जतिखेर जहिले आउँदा नि भइहाल्यो। त्यो म्युजियम पनि रहेछ होइन। गएको ठुलोलाई चाहिँ अब 1000 रुपियाँ भयो, अनि सानोलाई चाहिँ बचाबुचीहरू अर्को के छ यो के अरे गाकुसेहरू स्टुडेन्टहरूलाई चाहिँ 900 रुपियाँ रहेछ। अब नरानी म्युजियम पैसा पनि खासै छैन भन्नाले अब त्यो म्युजियम लु भयो छोडिदियो। म्युजियम चाहिँ त्यो सब जान मन लागेन, अल्छी लागेर फेरि भित्र जाएँ यताउति गरेर हामी चाहिँ अब मेन चाहिँ मन्दिर चाहिँ जान्छौँ। हामी मन्दिर गएर चाहिँ त्यहाँ हेर्ने हो मेन। अब टाइम मिल्यो भने अब म्युजियम पनि जाउँला। ल यो चाहिँ मेन गेट रहेछ कि हो। यहाँबाट चाहिँ हामी अब उता चाहिँ मन्दिरको तर्फबाट जान्छौँ। अघि चाहिँ हामी उताबाट आयौँ, सिधै उतापट्टि गयौँ, यतापट्टि छिरेर आउनुपर्ने रहेछ। त्यो भएर अब हामी जाँदैछौँ। अब यहाँबाट चाहिँ मेन मन्दिर हो। यो चाहिँ एकचोटि चाहिँ हराइयो अलिकति नराम्रोसँगले। अब यहाँबाट चाहिँ हामी मेन मन्दिरतिर लाग्छौँ। अब यहाँबाट त नजिकै होला सायद, खासै टाढा छ जस्तो चाहिँ लाग्दैन मलाई। यही हो अगाडि। ल गाइज फाइनली हामी चाहिँ मेन इन्ट्रान्समा आइपुग्यौँ। देख्न सक्नुहुन्छ यही हो मेन इन्ट्रान्स। ल यहाँ पनि हेर्नु गेट, लगभग गेट गर्नु होला आफै तपाईँहरू कतिवटा भयो। यस्तो गेटहरू चाहिँ तपाईँहरूले जापानमा धेरै देख्न सक्नुहुन्छ। र हामी चाहिँ यो मेन गेटमा जाँदैछौँ। हरियालीहरू पनि कस्तो राम्रो, यहाँको वातावरणहरू पिसफुल। जस तपाईँहरू पनि कामबाट अब थकित हुनुहुन्छ होइन, जहिले काम छ भने चाहिँ यहाँ आएर चाहिँ टक्क रिल्याक्स गर्नको लागि चाहिँ एकदमै राम्रो ठाउँ। एकदमै आफ्नो माइन्ड पिसफुलको लागि चाहिँ एकदमै म रेकमेन्डेड गर्छु सबैलाई। त्यही भएर टाइम मिलाएर आउनु होला सबैजना। मैले अस्ति आसाको त्यो टेम्पलमा जाँदाखेरि पनि भनेको थिएँ नि गाइस, हातहरू धुने ठाउँ हुन्छ यसरी भनेर। त्यो यहाँ पनि हामीले देख्न सक्छौँ होइन। यहाँ चाहिँ अब टक्क मन्दिर अगाडि, अब हामी यहाँ मन्दिर छ भने यहाँ एउटा हात धुने ठाउँ र यहाँ एउटा हात धुने ठाउँ, दुईवटा रहेछ। टक्कसँगले अब हामी यहाँ हात धुन्छौँ, यहाँ हात धोएर अनि त्यसपछि टक्क मन्दिरतिर लाग्छौँ। जोस् जापानमा चाहिँ त्यही हो कि सबै ठाउँमा चाहिँ लगभग मन्दिर तपाईँले अगाडि देख्नुहुन्छ भने हात धुने ठाउँ यतै टक्कसँगले राखिदिएको हुन्छ। भनौँ न यहाँको अब कल्चर अथवा अब जे भयो नि जसरी लिने हुन्छ। अब यहाँ चाहिँ हामी टक्क अलिकति हात धुन्छौँ अनि हात धोएर भित्र मन्दिरतिर लाग्छौँ। र गाइज अब यहाँ चाहिँ देख्न सक्नुहुन्छ के आयो, पहिला एकचोटि हात धुने हामी होइन, अनि अलिकति अब पानी अलिकति हामीले खायौँ, अब फेरि एकचोटि हात धुने बस। यहाँको सिस्टम चाहिँ यस्तो खाले ल्याएर रहेछ, त्यहाँ फोटोमा पनि देख्न सक्नुहुन्छ। लगा यो चाहिँ मेन गेट भयो होइन। अनि त्यसको चाहिँ यतापट्टि चाहिँ अब यहाँ सबै सिम्बलहरू ल्याएको छ क्या। अब तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ के को लागि चाहिँ के हो भनेर। अब यहाँ यो चाहिँ अब यहाँबाट चाहिँ तलबाट हामीले लकेटहरू चाहिँ यहाँ किन्ने, अनि यो चाहिँ के को लागि चाहिँ सबै चिजको लागि चाहिँ यो एउटा आस्था हो यहाँको भनौँ न। त्यो लगेर चाहिँ अब उता लगेर झुन्डाउने खालको रहेछ। हेर्न सक्नुहुन्छ सबै चिजको लागि छ यहाँ। त्यो चाहिँ अब लकेट सानो लकेटहरू जस्तो छ। अनि त्यो लकेटहरू चाहिँ अब भित्र लगेर कतै अब बान्ने अथवा के होला, अनि त्यसको लागि चाहिँ प्राइज हो कि। अब के को लागि चाहिँ अब सिम्बलको लागि, अब जस्तै के छ हामीसँग होइन, अब फ्युचर राम्रोको लागि, फर गेटिङ अ गुड जब त्यस्तो लेखाएको रहेछ क्या, फर फाइन्डिङ अ गुड पार्टनर। यहाँ तपाईँहरू सबै देख्न सक्नुहुन्छ कि फर प्रोटेक्सन यताउति होइन। अब यो चाहिँ अब खास यो अब चाहिँ अब एउटा आस्था त हो नि जुन अब जे होस्। अब
यहाँ मन्दिर आइसकेपछि चाहिँ मान्छेहरूले चाहिँ अब यो एउटा आस्था चाहिँ गरेर अनि त्यो गरेर चाहिँ त्यहाँ झुन्डाइदिने अनि अब प्रे गर्ने विस गर्ने त्यसकै लागि हो। अब हामी चाहिँ खासै चाहिँदैन होला यार यो त। ल गाइज हामीले चाहिँ अब यहाँ के एउटा नजारा यहाँ लक्की नै भयौँ हामी चाहिँ होस् यो अब हेर्न सक्नुहुन्छ। साइलेन्स भन्छ। यहाँ चाहिँ देख्न सक्नुहुन्छ गाई यो चाहिँ अर्को खालको रहेछ होइन। यहाँ चाहिँ त्यो अहिलेको जुन हामीले देखेको थियौँ त्यो चाहिँ पैसा हामीले लगभग 1000-1500 रुपियाँ तिरेर त्यहाँबाट त्यो जुन लकेटहरू केही हुन्थ्यो नि त्यो ल्याएर चाहिँ हामीले चाहिँ यहाँ टङ्गाउने थियो क्या। यहाँ लगाइदिनु सक्नुहुन्छ तपाईँहरू। यहाँ सबजनाले यसरी यहाँ टङ्गाउने रहेछन्। अनि जुन यो हामीले अहिले लेखेको जुन छ लेख्नेवाला छौँ अहिले चाहिँ लेखेको छैनौँ यो चाहिँ यहाँबाट हामीले पेपर यसरी लिएर अनि यहाँ अब लेखेर चाहिँ अनि यहाँ अब फेरि यहीँ टङ्गाउन मिल्ने रहेछ। यो सब एउटा विस हो। अब त्यो आफूलाई मन लागेको विसहरू लेखेर अनि त्यसपछि त्यो गर्न सक्छौँ हामीले। गाइज हामीले चाहिँ अब यहाँ विस हाम्रो हालिसकेको छौँ। अब यसलाई चाहिँ हामीले यसरी टालेर टाल भनेको चाहिँ कसरी टाल्ने यहाँ बी स्योर टु क्लोज द लिड आफ्टर यु। ल गाइज हामीले चाहिँ 100 रुपियाँ होइन भने कहाँ सेनेन हाल्छ सेनेन हाल्नु बोलाएर यार मन्दिर आफ्नो मनको इच्छा हो कि केही भएन कि। गाइज हामीले 100 रुपियाँ केही हुँदैन क्या मान्नुहुन्छ। मेरो लागि चाहिँ हालिदिनु नि त ल सेनेन मलाई हाल्न मन छ क्या सेनेन। त्यहाँबाट नहाल्नु न बेबी यार पर्छ तेरी का चिल्लर झिकेर गाइज हामीले चाहिँ अब अलिक महँगो चिज मागेका छौँ। भिडियो आइराख्दैन महँगो चिज मागेका छौँ। त्यो महँगो केही मागेको छैन। अब 100 रुपियाँ हाल्ने भनेको थियो मैले चाहिँ तर अब 1000 रुपियाँ हालेर यसलाई यहाँ टक्कै यो चाहिँ यहाँ चाहिँ यस्तो लेखाएर चाहिँ खामसँग चाहिँ यहाँ उइस लिएर यो चाहिँ हाम्रो रिस्वत हो क्या हाम्रो भगवान्लाई टक्कै एउटा रिस्वत खाएर अब यहाँ यता लाइन बस्ने छ हामी यहाँ लाइन चाहिँ फेरि अब जेमाइन बस्नु पर्यो। थुक्ले टाल्ने होला नि ए मिल्दैन होला सरी कहाँ मिक्स भइहाल्छ नि बेबी कहाँ अनि म अर्कैतिर पुग्यो भने एकछिन पक्नु न त्यहाँ हेर्नु क्या अरूले। How do you? Yes. ल गाइज हामीले चाहिँ अब भिडियो चाहिँ गर्न सक्ने यहाँसम्म मात्र हो होइन। किनकि यहाँ चाहिँ यो मन्दिरबाट अगाडि चाहिँ अब त्यहाँ यो के अरे यहाँबाट अगाडि चाहिँ भिडियो गर्न त्यहाँबाट उताबाट चाहिँ त्यो उतापट्टिको चाहिँ भिडियो गर्न मिल्दैन रहेछ होइन। त्यहाँ सबै बोर्ड लिएर बसिरहेको छन् क्या त्यो पालेहरू जस्तो यहाँ यिनीहरू बोर्ड लिएर बसिरहेको छन्। अब जापानको नियम त त्यही हो अब फलो त गर्नै पर्छ गाइज होइन। फलो गरेन भने त फेरि यहाँ त स्ट्रिक्ट हुन्छ नि त रुल्सहरू। त्यही भएर अब भिडियो चाहिँ हामीले यहीँ टाढाबाट चाहिँ यसरी टक्क अब मेन मन्दिरको देखाउन सक्ने चाहिँ यही हो हाम्रो होइन। ल गाइज यही थियो हाम्रो मन्दिर पछाडिको। त्यहाँ चाहिँ अब भित्र भिडियो गर्न पाइएन होइन। अनि त्यहाँ अब टक्क प्रे गरियो अलिकति। जो सब तपाईँहरू पनि टाइम मिलाएर यहाँ आउन सक्नुहुन्छ एकदमै
भाइब चाहिँ राम्रो गुड एनर्जी खालको छ होइन अब कस्तो रिफ्रेसमेन्ट रिल्याक्सेसनवाला भाइब दिन्छ यहाँको चाहिँ जस मलाई चाहिँ राम्रो लाग्यो अब यहाँबाट चाहिँ फेरि अब ब्याग हामी अब निक्लिन्छौँ गेट अब यही हो देख्न सक्नुहुन्छ तपाईँहरूले र आजको लागि चाहिँ अब यति नै गर्छु म यही थियो हाम्रो के हो रे ठाउँको नामै बिर्सिन्छु त मैले खालि मेजी जिङ्गुको भ्लग म चाहिँ अब यहाँ इन गर्न चाहन्छु गाइज सपोर्ट गर्दै गर्नु होला माया गर्दै गर्नु होला थ्याङ्क यू फर द सपोर्ट किप सपोर्टिङ बाबु स्यान्डी र अब भेटौँला अब अर्को भ्लगमा बाई बाई थ्याङ्क यू फर वाचिङ